सेवा नमस्ते सबैजनालाई मेरो अर्को भिडियोमा आज चाहिँ म राई ड्रेसमा सजिएको छु किनभने आज रहेको छ किरातीहरूको महान चाड उभौली यालेन्दो 5085 को हार्दिक मङ्गलमय शुभकामना भन्दै हामी चाहिँ आज जाँदैछौँ ओपीधारा तर्फ अनि यता हुनुहुन्छ मम्मी दिकु सेवा दिकु सेवा कता जाँदैछौँ अनि हामी जाँदैछौँ अब राईको यसो हेर्नलाई पनि बुझ्नलाई पनि बुझ्ने बुझेको तर पनि यसो बुझाउनै पर्ने जानै पर्ने हुन्छ कि आज राईको यो यस्तो चाड हो कि अनि जाँदैछौँ यता मेरो बहिनी हुनुहुन्छ अनि यता हाम्रो मम्मी हुनुहुन्छ सेवा मम्मी जाँदैछौँ शुभकामना छ सबैलाई हार्दिक सबैलाई यता मम्मी हुनुहुन्छ अहिले चाहिँ हामी उषा नानालाई पर्खिँदैछौँ देमाहरू चाहिँ गइसक्नु भयो जस्तो छ अघिदेखि बोलाएकै हुनुहुन्थ्यो अनि म चाहिँ आज यस्तो भएर गएको छु हामीले चाहिँ हाम्रो साथी पनि भेटिसक्यौँ साथी अर्थात् हाम्रो नाना बेहुली जस्तो भएर आउनुभएको छ अब चाहिँ हामी सबैजना भयो ओपीधारातिर जाँदैछौँ किन जाँदैछौँ हामी नाच्नुहुन्छ अनि यता दाई हुनुहुन्छ अनि यता दिकु यता नाना बहिनीहरू यस्तो राम्रो भएर हिँडिरहनु भएको छ यतिको छुट्नु पर्छ राइनी भएपछि होइन नाच्नुपर्छ अहिले गएर अहिले चाहिँ हामी ओपीधारा पनि आइपुग्न लागि अहिले चाहिँ यहाँ स्टार्ट पनि भइसकेको छ म्याडम पनि आइसक्नु भएको छ भेट भइसक्यो कति महिना पछाडि भेट भयो 5 महिना पछाडि हामी भेट भयो पोहोर पैसा धेर कमाइहरू टिका लगाएर फरेल डाँडाको टोली यहाँ माई नगरपालिकाको डान्स भइरहेको छ ओपीधाराबाट अब तल चोक बजार जानुपर्ने हुन्छ चोक बजार गएर 2वटा सिल्ली नाचेर चाहिँ हामी आफ्नो घरतर्फ जानेवाला छौँ अब जानलाई तम तयारी अवस्थामा हाम्रो सुन्दा राम्रै देखिँदो रहेछ त भिडियोमा त अहिले चाहिँ हामी समित होटेल अगाडिपट्टि छौँ चोक बजारमा नै आइसकेको छ चाचुन सिल्ली सुरु भइसकेको छ अहिले म चाहिँ तिमीलाई खोजिरहेको छु को हो हेलो सुजारा देमा बुद्धा धेरै पछि पनि हो हामी त कहिले अस्ति मङ्सिरे पूर्णिमादेखि यहाँ चाहिँ हाम्रो बिमाला र सुनिताको दरो जाँदैछ सिल्ली यता सुस्मिता राई भन्दो रहेछ सुस्मिता लिम्बू क्यामेरा म चाहिँ फोटो खिच्नुपर्छ यो 3वटा झोला चाहिँ कोकसको अब यो बोकेर चाहिँ म भाग्नेवाला छु सेवा देमा सेवा सुजला देमा कता हराउनु भएको थियो कस्तो भयो तपाईँ आज हेलो नुवाङ हेलो बुढा ह्यान्डसम मेरो श्रीमानज्यू देमाको कुन झोला यो कोकसको बाई भोलि भेटौँला
ड्युटी भयो नि ढोल छिटो भएको कारणले होइन स्टेप बिग्रिने भएको त धेरै कारण भएको छ होइन। हेलो सेवा सबैजनालाई। यो भिडियो चाहिँ म अस्तिको भिडियोमा मर्च गर्दैछु किनभने आज हामी फेरि राई ड्रेस लगाएर बजारतिर जाँदैछौँ किनकि आज हर्कराज साम्पाङ आउनुहुँदैछ त्यसैले हामी चाहिँ जाँदैछौँ उहाँको स्वागतको लागि। हेरौँ आजको प्रोग्राम कस्तो हुन्छ तपाईँहरू पनि हेर्दै गर्नु होला होइन मम्मी छोरा भेट्नु जानुभएको। हाम्रो मम्मीलाई चाहिँ हर्का साम्पाङलाई भेट्नेसँगै उहाँले बनाउनु भएको श्रम संस्कृति पार्कमा पनि जाने ठुलो इच्छा छ। समय मिल्यो भने हामी कहिले जान्छौँ रहर गर्नुभएको छ तल जानु चाहिँ सायद हामी कहिले जान्छौँ जानु चाहिँ जान्छौँ तर कहिले हो होइन। यहाँ झगडा पर्न आँटिसक्यो। अहिले चाहिँ हाम्रो हर्को साम्पाङ इलाम बजार प्रवेश गरिसक्नु भएको रहेछ त्यही भएर हामी चाहिँ तल लिन जाँदैछौँ। अब चाहिँ आउन लाग्नु भयो होला प्रतीक्षामा सबैजना हर्का साम्पाङ राईजीलाई चाहिँ पेताका साथ स्वागत गरिन्छ। कहाँ हराउनु भएको छ? गरौँ भएर मेरो यो चाहिँ इलामको मौसम अहिलेको पानी पर्न लागिसकेको छ। करिब करिब 10 दिन जति उहाँले मलाई सहयोग गर्नुभयो। छोटो समयमा पनि 10 दिनको दौरानमा हामीले 12,000 प्राप्त गर्न सकेको थियौँ र 10 दिन मात्र प्रचार गर्दा पनि एक दिन बराबर 1200 मतले हामीले प्राप्त गर्न सक्यौँ र अब हामी पार्टी गर्दाखेरि अब हामी सबैजना मिलेर श्रम गरौँ यस्तो काम गरेर देखाउँ यस्तो काम गरेर देखाउँ सारा संसार चकित होस् न। बिहान उठेको छ कामै गरेको छ यसो हेऱ्यो सुत्यो कि भन्यो राको बालेर पनि कामै गरिरहेको। हजारौंको संख्यामा विदेश जान्छौँ सयौंको संख्यामा मरेर आउँछौँ। 21औं शताब्दीमा हामीले पनि सुख पाउने अधिकार हाम्रो छ। हामी हाँस्न चाहन्छौँ तर हाँस्न सकिराखेको हुँदैन। ती पीडाहरूलाई महसुस गर्छु अनि रुने गर्छु। कहिलेकाहीँ ठुल्ठुला कार्यक्रमहरूमा पनि तपाईँको छ नि भावुक बन्ने गर्छु। त्यसलाई अन्यथा पनि मान्नु हुँदैन। मान्छे हो विभिन्न संवेग हुन्छ हाम्रो जीवनमा होइन। ढुङ्गाको मुटु लिएर बाँचेको मान्छे होइन हामी सजीव प्राणी हौँ। त्यसले गर्दाखेरि विभिन्न संवेगहरू हामीलाई चाहिँ महसुस भइरहँदो रहेछ। त्यसै भएको कारणले एउटा जीवित मान्छे हुँ जस्तो मलाई लाग्छ। आज म यहाँ देशको चिन्ताले आएको छु। धरानुको महानगरपालिकाको मेयर हो। त्यहीँ गएर चाहिँ यसो ड्रेनहरू बनाउनु जाली साली लाउनु बाटो बनाउनु विकासै काम। अब हामी चाहिँ लाग्यो खाजा खानेतिर। हामी खाजा खानको लागि रिस्ता होटल पनि आइसकेको छौँ। सबैजना बसिसक्नु भयो। आफ्नो चाहिँ भिडियो नै आउँदैन त्यही भएर आफै खिच्दैछु ऐनामा। खाजा पनि आइसक्यो अब खाने हो भाइ मम्मी। म चाहिँ मेरो भाग खाएर आएर पनि चिन्ताको भाग
पनि त राम्री न खेती न खेती साँच्चीमा त चिया खाएको अरे चिया खान अब चाहिँ हामी घर जानुपर्ने हुन्छ जाने बेला भएको जाने बेला भयो थ्याङ्क यू सो मच वाचिङ माई भाउजूको ब्लग हामी चाहिँ प्रोग्राम सकेर पनि घरतिर फर्कियौँ किनभने रात पनि सक्यो ल अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई।